हेलो नमस्ते मेरो सबै साथीभाइ मेरो फ्यामिलीहरूलाई। अन्त म चाहिँ आज जाँदैछु झन्डी डाँडा। तपाईँहरूले सुन्नै भएको होला, यो चाहिँ तपाईँहरूको कालिम्पोङ गोरुबथान साइडमा पर्छ। म चाहिँ केही कामले चाहिँ यहाँ पत्थरझोडा आएको थिएँ, त्यहाँबाट चाहिँ हामीले सोच्यो कि झन्डी इज अ काइन्ड अफ गेटिङ फेमस राइट। सो इट्स अ हिडन जेम, त्यति पनि फेमस भएको छैन, बट वी हर्ड अबाउट इट, सो वी थट लेट्स गो एन्ड एक्सप्लोर। सो हामी चाहिँ अब झन्डीकोपट्टि जाँदैछु। यो बाटोहरू तपाईँहरूले देख्नु हुँदैछ, तर झन्डी यो पत्थरझोडाबाट झन्डीको बाटो निक्लिँदा चाहिँ वी ह्याड टु फेस अ लट अफ ट्राभल एन्ड अब्स्ट्याकल्स, लाइक द कन्डिसन अफ द रोड वाज भेरी 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 ब्याड। कतिपल्ट त म उत्रेर हिँड्नु पऱ्यो। As you can see, we are in scooter. हामी स्कुटरमा छु, we are in स्कुटी। स्कुटीबाट चाहिँ उत्रिँदै हिँड्दै चाहिँ गर्नु पऱ्यो हामीलाई। सो लाइक द प्लेस यु क्यान सी इज surreal, like the place is very much beautiful, the weather here is very pleasant। तपाईँहरू चाहिँ you can escape from the scorching heat of Siliguri, Kolkata and wherever whichever hot place you stay in। तपाईँहरू त्यहाँबाट भागेर चाहिँ आउनु सक्नुहुन्छ। बट before coming to this place, just remember the road is quite off. The road is like off cha, so like those who like the adventures, I think it's good for them, and I think the road is best for the hiking, trekking हरुको लागि चाहिँ एकदम राम्रो रोड। तर अथवा चाहिँ यो रोड चाहिँ I do not suggest, especially do not bring your kids over here because you have to get down off your scooty, get down off your vehicle and walk। तपाईँहरूले देख्नु पनि हुँदैछ बेसी गाडीहरू पनि हिँडेको छैन, मिन्स यहाँ त्यति गाडीहरू पनि चल्दैन रहेछ। इट बिलोङ्स टु कालिम्पोङ डिस्ट्रिक्ट, सो आई रिक्वेस्ट कालिम्पोङ डिस्ट्रिक्ट टु लुक आफ्टर इट। प्लिज हेरिदिनुहोस्, यति राम्रो जग्गा छ, यति राम्रो यो हिडन प्लेस छ, लाइक इट एट्र्याक्ट्स टुरिस्ट अ लट। सो यहाँको लोकल मान्छेहरूको लागि एकदम राम्रो हुन्छ अगर यो रोड पनि एकदम स्मुथ एन्ड राम्रो बनाइदियो भने चाहिँ। सो हिँड्नुहोस् मसँग, हेर्नुहोस् झन्डी कस्तो छ के छ। हामीले कतिवटा डिफिकल्टीहरू फेस गर्नु पऱ्यो, कतिवटा राम्रो कुराहरू हामीले देखेँ। सो लेट्स गो विथ मी एक्सप्लोर झन्डी डाँडा, कालिम्पोङ डिस्ट्रिक्ट, गोरुबथान। हामी चाहिँ झन्डी जाने बाटोमा छु हो। अन्त बाटो चाहिँ अलिक खराबै रहेछ, बिचबिचमा चाहिँ उत्रिनै पर्ने रहेछ। बाटो चाहिँ अलिक खराब रहेछ हो, जाँदा यस्तो छ भने आउँदा त्यस्तो होला। यो चाहिँ तपाईँहरूलाई मेरो टुङ्सेलदेखि माथि आइपुगेको चाहिँ त्यो भनेको तपाईँहरूलाई तलतिर झन् डरलाग्दो छ, पत्थरझोडादेखि माथि झन् डरलाग्दो छ बाटो। अन्त हेरौँ अब कस्तो छ जग्गा चाहिँ। यस्तो मेहनत गरेर जाँदैछ हामी। यहाँनिर हेर्नुहोस् न, एउटा सानो एक्लो घर, एक्लो घर। यहाँनिर एउटै घर रहेछ र नि, एउटै घर छ त्यहाँ। देखिहाल्नु भयो तपाईँहरूले बाटो हो, ट्रेकिङ गर्ने चाहिँ रहेछ हौ सोच्दाखेरि चाहिँ। डल्लै बाटो यस्तो रहेछ। अघि बाटोदेखि चाहिँ अलिक राम्रो होला। कसरी जान्छ सिबिटार गएको तिमी? सिबिटार गएको छुइनँ नि, राम्रै छ अरे बाटो। यहाँ बिचमा फेरि अलिकति राम्रो, फेरि त्यस्तै।
उत्रिन्छु एकछिन उत्रिन्छु उतारिहाल्ला मैले उतार्नु जसमा कि तपाईँले देख्नुहुँदैछ हामी चाहिँ अप हिल चढ्दैछु र यस्तो खराखुरुङ बाटोमा चाहिँ इट्स क्वाइट डिफिकल्ट यु नो सो म त मैले तपाईँलाई भनिहालेँ म त मेरो हस्बेन्डलाई मलाई उतार भन्दै म त हिँड्दै आधी बाटोसम्म त्यहाँबाट गर्दै गएँ किनभने मेनी टाइम्स हाम्रो स्कुटी चाहिँ यसरी ब्याक सरेको पछाडि सरेको लाइक उकालो चढ्नै मतलब नसकेको सो स्कुटी पनि पुरा हिट भइसकेको थियो सो I don't know, the place is very good but the road is like awful condition. जाँदैछु ओह्रालो चाहिँ कसरी झर्नु डेन्जर बाटो हिँड्नु मन म उत्रिन्छु नै कसरी झर्नु ओह्रालो कसरी झर्नु स्कुटी त्यस्तो भइसक्यो कसरी फर्किनु राति चाहिँ तर यस्तै छ अरे नि त बाटो अन्त राति उता बाटै देखेन हामी देख्दैन होला हिँड न अन्त यहाँ आउनु अब हामी चाहिँ यो बाटो चाहिँ ओह्रालो चाहिँ नझर्ने हामी चाहिँ झन्डीमै छौँ तर अझै माथि त्यो मेन भ्यू पोइन्टहरू भएको जग्गा चाहिँ पुग्नु सकेको छुइनँ अहिलेसम्म स्टिल मैले चाहिँ गिभअप गरेर ओह्रालो झरौँ कि झरौँ भनेको तर ओह्रालो पनि झर्नु पनि ओभरै डेन्जर हो अन्त चाहिँ अब हामी चाहिँ गोरुबथान भएर ओह्रालो झर्ने कोसिस गर्दैछु यहाँ चाहिँ पहिला दोकानहरू थियो अरे तर अहिले छैन रहेछ तर पनि हामीले रिक्वेस्ट गरेर चाहिँ यहाँ बहिनीलाई चिया बनाइ मागे हो यस्तो रहेछ है जग्गा चाहिँ लु तता एक्सपिरियन्स भनिदेऊ तिम्रो यहाँको अबदेखि आउँछु कि आउँदैन झन्डी नेक्स्ट इयर अब चाहिँ नयाँ स्कुटी किनेर आउँछ अरे तिमी आउँछौ होला तिमी पनि तिमी आउँछौ ठिकै छ नि बाटो त्यस्तो नराम्रो त छैन सबैजना आउने अरे हो तर म चाहिँ नआउने अरे हेर्नुहोस् मेरो मङ्गलसूत्र धरि गिभअप गरेर यहाँ पुगिसकेको छ हो म चाहिँ नआउने हो म चाहिँ एकदमै नआउने त्यही माथि कुर्ता पैजामा लगाएर आएको हो यहाँ पाप गरेको छु जस्तो भइरहेको छ यहाँनिर मैले त हेलमेट खोलेको पनि छैन अहिले हो खोलेको हेलमेट अब लडिहाल्यो भने टाउको त बचाउनु पर्यो होइन इट्स भेरी डेन्जरस तपाईँहरू पनि नआउनुहोस् आउनुहोस् गाडीमा आउनुहुन्छ भने चाहिँ एक्सपिरियन्स्ड हुनुपर्छ ड्राइभर चाहिँ हो नभए चाहिँ अघि पनि उयो माथि झन्डीमै बसेको मान्छेहरू गाडी लिएर ओह्रालो झर्थ्यो हामीले फर्काइदियो नजाए नानीहरू रहेछ हो त्यो पनि मधेसकै रहेछ सक्दैन अन्त इट्स भेरी डेन्जरस अब यो बाटो चाहिँ तपाईँको यहाँबाट चाहिँ सिधै कालिम्पोङ पनि जान्छ अरे तर कालिम्पोङ पुग्नु चाहिँ 3 आवर्स जस्तो चाहिँ लाग्छ अरे त्योभन्दा राम्रो चाहिँ हामी अब यो ओह्रालो पनि नझर्ने वी क्यान नट झन्डै कतिपल्ट ओह्रालो झरे यसरी घिस्रे यसरी घिस्रे गयो त त्यहाँबाट चाहिँ अब हामी गोरुबथान जान्छौँ जसलाई चाहिँ अब एकदम एडभेन्चरहरू मनपर्छ अब लड्दै पड्दै हिँड्नु मनपर्छ उनीहरू चाहिँ आउनुहोस् तर अब यहाँ आएपछि अब मन चाहिँ पर्छ तपाईँहरूलाई हो मन नपर्ने चाहिँ कुरा चाहिँ छैन अब जग्गा चाहिँ दामी नै
अलिकति हाम्रो अब बिजेपीले जितेको छ, अलिकति यहाँको बाटोघाटोहरू बनाइदियो भने चाहिँ दामी हुन्छ ट्राभल एन्ड टुरिज्म यहाँको चाहिँ। सो यतातिर पनि हेर्नुहोस् है, कालिम्पोङ डिस्ट्रिक्ट अलिकति बाटोहरू राम्रो बनाइदिनुहोस् नेक्स्ट टाइम, ताकि अब म जस्तो मान्छेले चाहिँ हामी आउँछु अझै अब त बाटो बनाएको छु नि जानु पाउँछ भन्नु सकोस्। हामी चाहिँ यहाँ चिया ब्रेकको लागि रोकेको, प्लस स्कुटी पनि तात्तिर चाहिँ स्कुटीलाई पनि अलिकति अब शान्ति दिएको। अब यहाँ चाहिँ हामी एन्जेल होमस्टेमा बसेर चिया खाएँ, चिया पनि मिठो रहेछ हो, लुङसेल झन्डिने पर्दो रहेछ हो। यहाँनिर चाहिँ बहिनीकोमा आएर फ्लावरहरू पनि उसले सेल गर्दो रहेछ हो। अन्तखेरि हामी त चिनाजानै परेर ऊ बहिनीले हामीलाई त्यस्तो मिठो चिया मात्रै खिलायो हो, पैसा पनि लिनु मानेन। अन्तखेरि तपाईँहरू आयो भने चाहिँ यतै बसिदिनुहोस्, होइन आइहाल्नु भयो भने चाहिँ इनकेस आउनु भने चाहिँ बेसी माथि नचढाइ पनि हुन्छ, यतै बसेर तल खोला सोला छ हो, घुमघाम पारेर जाँदाखेरि हुन्छ। हेर्नुहोस् कति राम्रो होमस्टे छ, बुझ्नुभयो साथीभाइहरू। बहिनीको होमस्टेमा हामीले चियासा खाएँ हो, नम्बर पनि राखिरहेको छु, एन्जल होमस्टे हो। तपाईँहरूलाई नम्बर चाहिहाल्यो भने मलाई भन्नुहोस्, म नम्बर दिन्छु हो। कति राम्रो बहिनी, कति फ्र्याङ्क, फ्रीमा यत्रो ठुलो फ्लावर पट लानुहोस् कि लानुहोस् भनेदेखि फ्रीमा कहाँ लानु, चिया पनि फ्रीमा खिलाइरहेको छ हो, फ्लावर पट पनि फ्रीमा कसरी लानु। नगएर चाहिँ हामीले चाहिँ भने होइन फ्लावर पटको चाहिँ एटलिस्ट पैसा दिन्छु नि त भनेर चाहिँ, त्यो कम्ती नै लियो पैसा पनि, त्यस्तो लिएन हो। उसले भनेको चाहिँ अब आधा बाटोदेखि चाहिँ बाटो राम्रो छ अरे, गोरुबथान उक्लिने बाटो राम्रो छ अरे सुन्तले देखेको। त्यो सुनेर चाहिँ मलाई पनि अलिकति ढुक्कै भएर चाहिँ अहिले स्कुटीमा रेजर्ट अलिअलि रेजर्ट सरे यता पर गर्छ बाटो हेरिहाल्नुहोस्, फेरि उत्रिनु पर्यो हो। अन्त ऊ स्कुटीकै त्यस्तो हुँदैछ हो, जाँदा जाँदा चाहिँ उपरको फुलहरू उठ्यो होला ए अर्कोलाई फेरि प्लान्ट छुने बित्तिकै हामी हिँड्दाखेरि त खुट्टा यस्तो टुइक टुइक हुँदैछ। यो बहिनीको लागि भए नि आउनै पर्छ अब यहाँनिर। चाहिँ मन पर्दैन भनेको बाटो चाहिँ फेरि उत्रिँदै हिँड्दै झन्डी चाहिँ हेर्ने रहेछ है, होमस्टेहरू पुरा रहेछ हो। हाम्रो चाहिँ आज वक चाहिँ पुरा भएको छ। खोलाको बगर बगरतिर हुन्छ नि यस्तो बाटोहरू त्यस्तै। होमस्टेहरू बनिँदो रहेछ। यहाँबाट चाहिँ उयोहरू देख्छ अरे हौ, कञ्चनजङ्घा देख्छ अरे, सिलगढी पनि देख्छ अरे, मजाले नाइट भ्यू मजाको हुन्छ अरे। पानी पर्न आँटेछ। राइडरहरू त अन्त कस्तो थाकिरहेको छ नि त। कति क्युट
सुन्तले हो यो झन्डी सुन्तले अझै कति टाढो छ अब 10 मिनेट अझै त्यहाँ सुन्तलेसम्म बाटो यस्तै होला अब त यहाँदेखि योदेखि यता त सबै पक्का हो ए राम्रो हो अब ढुक्कै भयो अब चाहिँ हेलमेट खोल्दा हामी चाहिँ फाइनली अब यहाँदेखि चाहिँ बाटो एकदम क्लियर एन्ड दामी छ अरे यहाँनिर होमस्टेहरू पुरै रहेछ नि त चारैतिर सबै लभली मोमो सेन्टर अरे अब यहाँ मोमो खानुपर्छ चिसो अब यहाँ चाहिँ बल्ल चिसो हावा भेटाएँ हो म पनि बोलेको अलिक क्लियर सुन्नुभयो होला अब चाहिँ बाटो राम्रो भएर होइन यो चाहिँ मेन झन्डी डाँडा चाहिँ यो रहेछ मेन यहाँ आइपुग्दासम्म चाहिँ जतिको वक मैले गरेँ अहिलेसम्म गरेको छुइनँ होला त्यस्तो बिना ट्रेकिङ भयो उकालो चाहिँ बाटो बिग्रेकोले गर्दाखेरि आई वान्ट टु रिक्वेस्ट जिटिए प्लिज लुक आफ्टर द रोड अब झन्डी इज अ फेमस प्लेस होइन अहिले अब एकदम मान्छेहरूले मन पराउँदैछ बिकज अफ द वेदर यहाँको अब जुन चाहिँ भ्यू छ कञ्चनजङ्घाको त्यसले गर्दाखेरि तर बाटो यस्तो छ भने हु विल कम यहाँको लोकलको मान्छेहरूलाई पनि राम्रो हुन्छ तपाईँहरूले बाटो बनाइदिनु भयो भने सो आई रिक्वेस्ट प्लिज लुक आफ्टर द रोड कन्डिसन अफ द रोड यहाँसम्म चाहिँ राम्रै छ अरे अब यहाँदेखि चाहिँ राम्रो छ अरे हामी चाहिँ गोरुबथानबाट निक्लिन्छौँ बिकज वी डोन्ट डे टु गो डाउन त्यही बाटो चाहिँ जानु छैन हामीलाई चाहिँ हामी चाहिँ यहाँ गोरुबथान जाने ओह्रालोमा छु रिल्स गर्नको लागि यहाँनिर उत्रेको थियौँ हो तर बनाउनु सकिनँ किनभने नेटवर्क छैन रहेछ हो म गएको फेरि ओह्रालो हामी चाहिँ कहीँ पनि हल्ट गरिनँ अन्त अब हामी फर्केको गोरुबथानपट्टि जाँदैछ हामी अन्त यहाँनिर दोकानमा कफी खानु रोकेको हो सुनसान राम्रो जग्गा रहेछ तर अब चाहिँ ओह्रालो छ यिनीहरूको बिस्किट पार्टी हुँदैछ बिस्किट खाँदो रहेछ त्यही गान्नु नि त्यो भनेर माग्दै थियो म्याउ म्याउ गरेर ऐ नगर्दै त्यसलाई खानु दे त्यसलाई आफ्नो खाइस होइन यो त क्याच गरेर मात्रै खाँदो रहेछ सो यति नै अब यहाँबाट हामी गोरुबथान निक्लिन्छौँ त्यहाँबाट सिलगढी निक्लिन्छौँ सो बाई बाई बोल्ने मान्छे पर्दैन भन्दै थियो